नमस्ते साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। हिजो राति 11:30 बजे हामीलाई चटपटे खान मन लागेर हामी किचनमा गएर चटपटे बनाएर सबजनाले खायौँ। मासु भात सब खाएर टन्न परेर सुतिसकेको मान्छे फेरि सुर चलेर राति चटपटे खान मन लागेर सबले बनायौँ मिलेर। चटपटे राति खानुपर्छ भनेर हामीले दिउँसै सामानहरू सबै रेडी पारेर राखिसकेको थियौँ। मेरो छोरो हेर न, यहाँ हेर न 12 बजेसम्म पनि आँखा हेरिरहेको छ, उठिरहेको छ, सताइरहेको छ। सुतेको थियो, फेरि हल्लाले गर्दा उठिहाल्यो अनि हामीसित यता जाने उता जाने चलिरहने गरिरहेछ मेरो बाबु। चटपटे चाहिँ मिठो भएको थियो, तर के गर्नु एकदमै पिरो भएछ। हरियो खुर्सानी, सुकेको खुर्सानी हालेको। यत्रो 1 बोतल पानी थियो, हेर्नु होला अहिले यो पानी आधी हुन्छ, यत्रो पिरो थियो। चटपटे लास्टै पिरो भएर बच्चाहरूलाई हामीले दिँदै दिएनौँ। कहिले कहिले यस्तै गरी रमाइलो गर्नुपर्छ कि रातिमा। हामी जस्तै को हुनुहुन्छ साथीहरू रातिमा चटपटे बनाएर खाने? मन लागेपछि हामी त रातिको 12 किन नबजोस् 1 किन नबजोस् खाइहाल्छौँ। हेर यहाँ पिरोले मान्छेहरू आइस खाँदैछन्, मैले पनि आइस खाँदैछु। कस्तो पिरो भयो, लास्टै पिरो भएर आमामामा खतरा पिरो भइदियो। जे होस् रमाइलो भयो, मान्छेहरूले यहाँ चटपटे खाँदै आइस खाँदै गरेछन्। ओके, बाई बाई साथीहरू।